ल गाइस वेलकम ब्याक टु माई च्यानल होइन। आज फेरि हामी चाहिँ अब हन्टिङ जानको लागि रेडी भइरहेको छौँ। आज चाहिँ म छु अनि हाम्रो दुईजना दाईहरू हुनुहुन्छ होइन। आज चाहिँ हाम्रो किशोर दाई, ओली दाई है। ल है त अरू कुरा अहिले भिडियोमा पछि देखाउँछु। त्यसको है त। ल गाइस अब हामी चाहिँ अलिकति टिपी टपमा पुग्न थालिसक्यो होइन। अब एकछिनमा हामीले हन्टिङ सन्टिङहरू पनि सुरु गर्छौँ होइन। हामी चाहिँ अहिले यत्तिकै हिँड्दै बिसाउँदै। दाइ कस्तो लागिरहेछ त अनि? पछाडि है हामी खसी त जस्तै नै मार्छौँ है गाइस। नेपाली दाइहरूलाई कस्तो लागिरहेछ है? ल गाइस भ्यू पछाडि समुद्रको पनि भ्यू देखिरहेको छ है। योपालि चाहिँ अलिकति घाँसहरू चाहिँ अलि तलसम्मै पुगेछ, त्यही भएर खसी लिनलाई हामी माथि नै जानुपर्छ जस्तो छ। उनीहरू तलै झरेको छैन। ल है त अब अरू कुराहरू चाहिँ माथि गएर देखाउँछ त गाइस। ल यति बेला चाहिँ हाम्रो फर्स्ट रेस्टिङ पोइन्ट थियो होइन गाइस। हामी चाहिँ यत्तिकै दाजुभाइहरू गफ गर्दै चिल गर्दै बसिरहेको थियो, प्लान गर्दै थियो है। ल गाइस दाइहरू कस्तो लागिरहेछ हौ है? हामी चाहिँ रिफ्युल गर्दैछौँ है गाइस। हेर कति हरियो खेतबारी जस्तो छ सबै। अब हामी माथि आइसक्यौँ होइन। अब चाहिँ बिस्तारै प्लान बनाएर अब यहाँदेखि चाहिँ अझ माथि लाग्छौँ हामी। अब मेन सामानहरू त यहीँ छोड्छौँ होइन। गनगन बनाएर झोला मात्र बोकेर हल्का मासु ल्याउने झोलाहरू मात्र लगेर जान्छौँ। त्यहाँ माथि गएर केही ढल्यो भने चाहिँ नि हजुरलाई देखाउँछु ल। स्टे ट्युन्ड। हामी चाहिँ अब बिस्तारै माथि जाँदै थियौँ होइन गाइस। अनि यति बेला चाहिँ हामीले एउटा त्यो खसी बाख्राहरूको यत्रो ठुलो हुल चाहिँ हाम्रो अगाडि गएको देख्यो। हामीलाई देखेर उनीहरू भाग्यो होइन। तर हामीले चाहिँ उनीहरूलाई बिस्तारै पछ्याउँदै बिस्तारै गएको थियो होइन। अबहरूले यो भिडियोमा देख्नुहुन्छ कि हामीले उनीहरूलाई कहाँ थियौँ गएर चाहिँ भेट्छ भनेर।
गाइस हामी यहाँ होइन हन्टिङमै गइरहेको छ हामी यहाँ है गाइस अब मौरी मार्न खोजिरहेको मौरी मार्न छ होइन घार चाहिँ भित्र छ होइन कसले टोके खान्छ कि भएको छोड्नु आउने घार देख्यो गाइस ठुलो छ घार होइन यसलाई चाहिँ निकाल्नुपर्छ अहिले ए हाम्रो निकाल्ने मान्छे उहाँ हो है ओली दाई गिभ अप गर्नु बस्यो नाइ नाइ मलाई बचाउ गरेर दाइले ऊ ब्रो उहाँ माथि छ 15 मिटर टाढा बसेछ गुली हान्ने त यो भिरमौरी हो गाइज होइन हामी भिरमै छौँ अब यो निकाल्ने पो कसरी हो झोलो सोलो पनि ल्याएन कोही ए छ मैले भर्खर भिडियोमा देखाएको छु त मैले खिचेँ छ यिनीहरू नयाँ हालिरहेछ नि सेतै छ तर म चाहिँ छैन सेतो सेतो मात्र छ टन्नै छ गाइस हजुरले देख्छ कि देख्दैन यस्तो जुम गरिदिन्छ सेतै छ है गाइस अस्ति भर्खरै हाले जस्तो छ टन्नै छ ल लाइट यहाँ त अब चाहिँ महै छैन ए टनक्कै छ टन्नै छ पानी पानी पर्ला जस्तो केटाहरू अगाडि अगाडि जाँदैछन् होइन म चाहिँ पछि पछि आउँदैछु होइन मेरो टोपी उडाएर गाह्रै छ ठुलो टोपी लगाएर नि गाह्रै भएको छ भ्युज हाम्रो यस्तो छ है पनि बिस्तारै बिस्तारै जाँदैछु रमाइलो भइरहेछ अन्त टन्नै मारिन्छ गाइस माऱ्यो भने पनि मारेर मारेको भिडियोहरू हाल्छु होइन यस घाम पनि अस्ताइसकेछ घाम पनि लागेको छैन आजको दिन जे राम्रै होला जस्तो छ है त गाइस अहिले के हुन्छ म भिडियोमा फेरि भिडियोमा पछि देखाउँछु नि ल केटाहरू मुला त्यहाँ पुगेछ ल कहाँ हो गाइस त्यहाँबाट खर्छ त म गर्छु त ल गाइस हामीहरू चाहिँ अघि साथीहरूलाई देखाएको थिएँ नि त्यो साइडतिर उक्लिसकेछौँ होइन अघि म त्यहाँबाट भिडियो खिच्दै थिएँ अहिले यता आयो अब ल हामी अलमोस्ट केटाहरू भएको ठाउँ पुग्नु थाल्यो केटाहरूले चाहिँ एउटा ढाल्यो भन्दै थियो अनि हामी त्यही खोज्दै आयौँ अब यहाँ केटाहरूलाई देख्छ होला फेरि ओके त म देखाउँछु ए भिरालो रहेछ रमाइलो भइरहेछ कता हो मलाई बोल्दैन त ए केटा कता हो हामीले चाहिँ मान्छेहरू भेटेनौँ यहाँ बिराल एक कल हान्नु पर्यो है त गाइस ल गाइस हामी चाहिँ ठ्याक्क त्यो मार्केट ठाउँमा पुग्यो है ल हामीले चाहिँ रुखमा झुन्डाइसक्यो अनि केटाहरूले अब छाला निकाल्दैछन् अनि बिस्तारै हामी स्किन गरिन्छ
ल गाइस आजको लागि चाहिँ यति नै हुन्छ होइन। अब यसलाई चाहिँ हामी काटकुट गरेर चाहिँ अब घरतिर लाग्छौँ है त। ल गाइस हाम्रो फर्किने बाटोहरूमा आइसक्यो होइन। अब दाइ यहाँ अलिकति गाह्रो भएको छ, धेरै त होइन है। दाइ जोस् हल्का हात पाखुरा एक्सर्साइज भएको छ होइन। भ्यू त्यही हो। बन्दुकवाला मान्छेलाई देखाइदिउँ न। हाम्रो सिकारी दाइ तल छन्। थम्स अप होइन दाइ। यो माथि रिज लाइन नै हो हामी फर्किने। हामी चाहिँ मारेर चाहिँ उता डाँडातिर मारेर आएको फर्किने बेला भयो। त्यहाँ छन् 2टा जति, मेरोमा छ 1 जति होइन गाइस। अब मासु ल्यायौँ, अरू कुरा सबै फाल्यौँ। ल त तलै भेटौँ ल। ल गाइस अब चाहिँ हामी हाम्रो बेस क्याम्पमा आएका छौँ। दाइले यहाँ आगो बाल्न सुरु गर्नुभएको छ। अनि हजुरले चाहिँ यो किन किने दाइ? के हो फिल्सी जालले किन हो? अघि त्योमा चरा पड्केला नि ब्रो। यहाँ ब्रो यो रगतो आएको यार कोतारेर के। त्यसो त सही आइडिया लागेको छ यार। आजको छैन दाइको हेर्न मजा छ। यहाँ ब्रो यहाँ पुरोले कोतारेको के। ल गाइस अब त हामी चाउचाउ पकाएर खाँदैछौँ होइन। दाइले उहाँ जेटपुल गर्नुभएको छ, म्यागी लिएर आएको छ होइन। म्यागी पकाएर खानुपर्छ। एकछिन तातिँदो रहेछ त। हो यो त 1 मिनेटमा तातिन्छ। ए उम्लिरहेको रहेछ। ल एउटा हाल्दै हुन्छ ब्रो। म्यागी भने नेपालको हो? इन्डियन हो। हिजो इन्डियन हो। म्यागी भने कसरी नेपालको हुन्छ क्या दाइ? होइन म्यागी भन्ने सुनिरह हुन्छ नेपालमा पनि। ए दाइ के गरे यार यो दाइले? यो दाइले के गर्ने गाइस? ल मा के हो यो? एकछिन पोखेला जस्तो भएको छ, तर दाइले कन्ट्रोल चाहिँ गर्नुभयो है गाइस। यसपछि चाहिँ हामीले चाउचाउ खाएर अनि यत्तिकै दाजुभाइहरू यत्तिकै चिल गर्दै बस्यौँ एकैछिनको लागि। ल गाइस अब यसपछि चाहिँ हामीहरू चाहिँ अनि बिस्तारै तल फर्क्यौँ होइन। हामी आधा बाटो जति तल पनि फर्किसकेको थियौँ होइन। अनि अब बिस्तारै घरतिर लाग्दै थियौँ। अब यो भिडियो अब यहीँ सकिन्छ होइन। थ्याङ्क यू फर वाचिङ। अनि फ्युचरमा पनि अब यस्तो भिडियोहरू म बनाउँछु। अनि त्यसपछि त्यो भिडियोहरू हेर्नु न ल है त। आजको लागि चाहिँ गुड बाई।